यो फुल हो यो हो अनि त्यसपछि फुलबाट यो दाना लाग्दैछ यहाँ यस्तो भन्ने हो ए ल यसको नाम चाहिँ के भन्दो रहेछ बुवाजु पानीपुरी फुल भन्छ नानीहरू सबै ल आज चाहिँ म यो भोजपुरको बोया स्थित घले गाउँमा आइपुगेको छु यहाँनिर एउटा यो फुलको नाम चाहिँ मलाई थाहा छैन तर यो चाहिँ यसो हेर्दाखेरि खाउँ खाउँ लाग्दो पानीपुरी जस्तो ल ठ्याक्कै पानीपुरी जस्तो छ यो फुलको नाम कसलाई याद छ तपाईँहरूले कमेन्टमा लेख्नु होला है त यसको पुरा रुवा पनि हुँदो रहेछ नि भित्र उहाँले टिप्दै हुनुहुन्छ है त ल एउटा अलिकति छिप्पिएको पानीपुरी टिप्दैछ एकचोटि देखाउनु त कस्तो यसलाई चाहिँ नै यस्तो गरिसकेपछि यो यस्तो छ हेर्नुहोस् अनि यसलाई चाहिँ यस्तो गर्दाखेरि मार्दाखेरि यस्तो रुई हुँदो रहेछ ठ्याक्कै रुवा होइन त यो डढाउँदाखेरि बिल्दैन मिलेन हजुर मैले चाहिँ बत्ती नि बाली हेरेको यसमा गरेँ ठ्याक्कै भयो उहाँले चाहिँ यसलाई एउटा काठ बाँसकोमा बेरेर दोङ्रे पनि बनाइहाल्नु भयो यो बल्दो रहेछ नबल्दो रहेछ ठ्याक्कै रुवाको काम गर्दो रहेछ यसले चाहिँ यो तेल पनि ल्याउँछ नि लाएर हस् हेर्दा हेर्दै यो रुवाबाट बत्ती पनि बल्यो क्या दामीको बत्ती बलिरहेको छ भन्दा यत्रो बेर भइसक्यो मैले यो भिडियो स्टार्ट गरेको मजाले बोलिराखेँ रुवाको काम गर्ने रहेछ अझैसम्म बत्ती बलिरहेको छ भने चाहिँ हेर्नुहोस् त क्या दामी अब यहाँ तेल पनि थोरै मात्रै लाउनु भएको थियो उहाँले तेल सकिसक्यो यो तपाईँले कहिले रोप्नु भएको 1 वर्ष पो भइसक्यो 1 वर्ष भइसक्यो है सबभन्दा फुल पनि देखाइदिउँ फुल एकपटक देखाउनु त यो फुल हो यो फुल यो त पात भइहाल्यो होइन यो फुल्यो अनि त्यसपछि फुलबाट यो दाना लाग्दैछ यहाँ ए अब यो बढ्दै बढ्दै अघिको अरू जस्तै ठुलो हुने हो अब यस्तै चिचिला रहेछ नि यो चाहिँ यस्तो हुने हो ए ल ठ्याक्कै त्यो पल्लो ठुलो चाहिँ देखाउनु त एकपटक अलिक नजिक हो त्यो यो ठ्याक्कै यो चाहिँ पानीपुरी हेरेर हेर्नै नपर्ने अचम्मको फल रहेछ अब यो भित्र त अरू केही छैन हावा भरिएको हुँदो रहेछ अनि रुवा अनि त्यसमा बिहा मात्रै ल यसको नाम चाहिँ के भन्दो रहेछ बुवाजु पानीपुरी फुल भन्छ नानीहरू सबै ए यहाँ देख्नेहरूले चाहिँ नाम राखेको मैले जस्तै हो कि यो फुलको नाम के हो ठ्याक्कै थाहा भएन तर तपाईँलाई थाहा छ भने लेख्नु होला यो फुलको नाम के हो यसलाई चाहिँ के केमा प्रयोग गरिन्छ जति साथीहरूलाई थाहा छ लेख्दै गर्नु होला कमेन्टमा लेख्नु होला हामी अर्को भिडियोमा भेट्नेछौँ यो फुल हो यो अनि त्यसपछि फुलबाट यो दाना लाग्दैछ यहाँ यस्तो हुने हो ए ल यसको नाम चाहिँ के भन्दो रहेछ बुवाजु पानीपुरी फुल भन्छ नानीहरू सबै ल आज चाहिँ म यो भोजपुरको बोया स्थित घले गाउँमा आइपुगेको छु यहाँनिर एउटा यो फुलको नाम चाहिँ मलाई थाहा छैन तर यो चाहिँ यसो हेर्दाखेरि खाउँ खाउँ लाग्दो पानीपुरी जस्तो ल ठ्याक्कै पानीपुरी जस्तो छ यो फुलको नाम कसलाई याद छ तपाईँहरूले कमेन्टमा लेख्नु होला है त यसको पुरा रुवा पनि हुँदो रहेछ नि भित्र उहाँले टिप्दै हुनुहुन्छ है त ल एउटा अलिकति छिप्पिएको पानीपुरी टिप्दैछ एकचोटि देखाउनु त कस्तो यसलाई चाहिँ नै यस्तो गरिसकेपछि यो यस्तो छ हेर्नुहोस् अनि यसलाई चाहिँ यस्तो गर्दाखेरि मार्दाखेरि यस्तो रुई हुँदो रहेछ ठ्याक्कै रुवा होइन त यो डढाउँदाखेरि बिल्दैन मिलेन हजुर मैले चाहिँ बत्ती नि बाली हेरेको यसमा गरेँ ठ्याक्कै भयो उहाँले चाहिँ यसलाई एउटा काठ बाँसकोमा बेरेर दोङ्रे पनि बनाइहाल्नु भयो यो बल्दो रहेछ नबल्दो रहेछ ठ्याक्कै रुवाको काम गर्दो रहेछ यसले चाहिँ यो तेल पनि ल्याउँछ नि लाएर हस् हेर्दा हेर्दै यो रुवाबाट बत्ती पनि बल्यो क्या दामीको बत्ती बलिरहेको छ भन्दा यत्रो बेर भइसक्यो मैले यो भिडियो स्टार्ट गरेको मजाले बोलिराखेँ रुवाको काम गर्ने रहेछ अझैसम्म बत्ती बलिरहेको छ भने चाहिँ हेर्नुहोस् त क्या दामी अब यहाँ तेल पनि थोरै मात्रै लाउनु भएको थियो उहाँले तेल सकिसक्यो यो तपाईँले कहिले रोप्नु भएको 1 वर्ष पो भइसक्यो 1 वर्ष भइसक्यो है सबभन्दा फुल पनि देखाइदिउँ फुल एकपटक देखाउनु त यो फुल हो यो फुल यो त पात भइहाल्यो होइन यो फुल्यो अनि त्यसपछि फुलबाट यो दाना लाग्दैछ यहाँ ए अब यो बढ्दै बढ्दै अघिको अरू जस्तै ठुलो हुने हो अब यस्तै चिचिला रहेछ नि यो चाहिँ यस्तो हुने हो ए ल ठ्याक्कै त्यो पल्लो ठुलो चाहिँ देखाउनु त एकपटक अलिक नजिक हो त्यो यो ठ्याक्कै यो चाहिँ पानीपुरी हेरेर हेर्नै नपर्ने अचम्मको फल रहेछ
अब यो भित्र त अरू केही छैन, हावा भरिएको हुँदो रहेछ अनि हावा। रुवा अँ, अनि त्यो त्यसमा बिहा। बिहा मात्रै गर्छ। ल यसको नाम चाहिँ के भन्दो रहेछ बुवाजु? पानीपुरी फुल भन्छ नानीहरू सबैले। ए यहाँ देख्नेहरूले चाहिँ नाम राखेको मैले जस्तै हो कि यो फुलको नाम के हो ठ्याक्कै थाहा भएन, तर तपाईँलाई थाहा छ भने लेख्नु होला यो फुलको नाम के हो, यसलाई चाहिँ के केमा प्रयोग गरिन्छ। जति साथीहरूलाई थाहा छ लेख्दै गर्नुहोला, कमेन्टमा लेख्नुहोला। हामी अर्को भिडियोमा भेट्नेछौँ। मञ्जुश्री अनलाइन हेर्दै गर्नुहोला।